हजुर 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 हेलो इन्द्र सर छोड्नु पाइने दिदी पनि आउनु भएको छ याद गर्नु र ल हामी चाहिँ यहाँनिर यसरी यसरी होइन हामी चाहिँ अहिले जोत्दै गरेको अवस्थाले चाहिँ हामी अलिक भिडियो पनि बनाउँदैछौँ। अब हामी रोप्नेछौँ रोप्नेछौँ हामी फलाउनेछौँ तेर्सो बनाएर खिच्दिनु है अब भिडियो भइरहेको छ एकदम है माटो 5 प्लेट होस् है कम्ती आनी है युट्युबमा जान्छ नि वेलकम छ तपाईँहरूलाई नुवाकोटमा ल धन्यवाद हजुरलाई ल अब रोप्नु सुरु गरिहालौँ न होइन कति मिनटको भयो 3 मिनट भन्दा भयो 5 मिनटको होस् है काम गरिसकौँ न तपाईँहरू काठमाडौँदेखि जोस जागरको साथ आउनु भएको छ तर गर चाहिँ धेरै सानो रहेछ यो पुरै हुनुपर्ने देख्ने जति मिल्न त गाडिन्छ के धमाधम कार्यक्रम सुरु भयो मोबाइल मलाई दुई दिन गरेर त रेडिसक्नु भएको छ नमस्कार यो त एकछिनमै सकिहाल्छ नि यत्रो मान्छेले त अलि यो पुरै हुनुपर्ने श्रम गरौँ नेपाली हो भने जस्तो अन्त श्रमदाताजीहरू एकदम जोसका साथ काठमाडौँदेखि आउनु भएको छ हाम्रो
गीत बजाएर आजको राष्ट्रिय धान दिवस चाहिँ मान्नुपर्ने नुहाउनु पर्ने थियो यार सन त्यही भने नुहाउनु पर्ने हिलो खेलेर नुहाउने हो हिलो ओ यहाँ गएर सबै रोपिसक्यो हो हामीले सबै हामीले यताबाट त सुरु गर्नु भयो नि हुन्छ क्या हो रोप्न त यसरी भएको छैन यताबाट रोप्नु भएर फेरि सबजना एकलट दौड्यो भने त यो पुरै रमाइलो हुन्छ होला गीत बजाएर एकछिन 5 मिनट मात्र नाच्दै पनि ठिक्क हुन्छ क्या ट्र्याक्टर यता छ भ्यू पनि यतै छ देश बनाउने हातहरू श्रमदाताज्यूहरू चार्ज सक्यो क्या हो कोदाली भन्छ उहाँ चाहिँ एकदम जोसको साथ आज धान दिवसको दिनमा भट्टाभट कार्यक्रम भइरहेछ लगभग सम्पन्न हुन आइसक्यो अन्तिम एक गरा बाँकी छ सबैजना जोडिनु होला जोडिनु भएकोहरूले सबजनाले सेयर गरिदिनु होला पुरै खेदै सेतो भयो त यार कफी कमेन्टले चुरा खाएर मनाउला हो खाएर मनाउला छुपुमा छुपु हिलोमा धान रोपे हो छुपुमा छुपु हिलोमा धान रोपे मेरोबाट चाहिँ हालिदिनु पऱ्यो मादलको तालमा गाउँदै रमाउला बौसेको हातमा